तिम्रो ओठको मधुर मुस्कानमा म यति धेरै हराएँ कि आफ्नै आत्माको आवाज समेत सुन्न छाडेँ। तिम्रो ओठको मधुर मुस्कानमा म यति धेरै हराएँ कि आफ्नै आत्माको आवाज समेत सुन्न छाडेँ। तिम्रो स्पर्शको न्यानोपन जोगाउन मैले आफ्ना रहरहरू धूप चाहिँ बिस्तारै जलाएँ र तिम्रो आँखाभित्र घर खोज्दा खोज्दै आफ्नै भविष्यको बाटो बिर्सिएँ। तिमीलाई हामी भन्न पाउँदा मनले स्वर्ग छोएको अनुभूति गर्थ्यो, तर त्यही स्वर्गको उज्यालोभित्र मेरो म धुवाँ बनेर हराउँदै गयो। तिम्रो एउटा नजरको निम्ति मैले रातभर आफ्ना आँसुहरू ओछ्यानमा छरिरहेँ। तिम्रो एउटा स्पर्शको पर्खाइमा मेरो एक्लोपन चिसो सिरानी अँगालेर निदाइरह्यो। आज फर्केर हेर्दा तिम्रो सम्झनाको सुवास त बाँकी छ, तर त्यो सुवासले मेरो मनभित्र असङ्ख्य अधुरा घाउहरू फुलाइरहेको छ। तिमीलाई प्रेम गर्नु मेरो जीवनको सबैभन्दा सुन्दर कविता थियो, तर त्यही कविताको अन्तिम हरफमा मैले आफ्नै अस्तित्वको मृत्यु लेखेँ। आजको यो कविताको लेखक हुनुहुन्छ आकाश गिरीजी। उहाँलाई धेरै धन्यवाद। नमस्कार।